राजा 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 फर्स्ट टाइम हेर रियलमा देखेको त कति धेरै मामाहरू देखा जस्तो लाग्छ यो दाइलाई पनि यार पिक्चरतिर जस्तो लागिरहेको छ यार। सो स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा तपाईँहरूलाई होइन। सो अहिले चाहिँ म बौद्धतिर आएको थिएँ होइन। फर्किन लागेको थिएन म यहाँ कुरा गर्दै हिँडिरहेको छु जनताहरूसँग। सो तपाईँहरूलाई फेरि पनि स्वागत छ होइन। अनि यस्तो हुन्छ कि आज के छ तपाईँहरूले मेरो भिडियो हेरेर पछि थाहा पाउनुहुन्छ होइन। एन्ड अहिले चाहिँ म भिडियो गर्दै हिँडिरहेको छु जब पाएँ त्यही भिडियो गर्न नि पाइएन नि त। फेरि म अलिकति नाच्दै गाउँदै भिडियो बनाउँदै हिँड्ने मान्छे हो नि त। एन्ड मैले फेरि पनि नयाँ भ्लग लिएर आइसकेको छु आफ्टर लङ टाइम होइन। अनि सो तपाईँहरूले एकछिनै म अहिले देखाउँछु होइन। अनि अहिले चाहिँ यो ठ्याक्क म लाएर कहाँनिर छु भने गौशालामा ठ्याक्कै गौशाला चोकैमा छु कि होइन। यो गौशालाको पार्क भयो यहाँभन्दा उता पशुपति छ होइन। अनि यो बाटो म हिँड्दैछु किन हिँड्ने होला भन्ने कुरा अब तपाईँहरूले पछि थाहा पाउनुहुन्छ होइन। गाडी छैन आज, गाडी चढेको ट्याक्क चाबलबाट डाइभर्ट गर्दै होइन। अनि यसरी मैले आज खुल्ला रूपमा भ्लग गर्न नि पाउँदैन त, तर भिडियो चाहिँ बनाउनु पाउँछ होला। अनि त्यही भिडियोको क्लिप्सहरू म तपाईँहरूलाई दिने नै छु। सो हेर्नु होला है त कस्तो लाग्छ। सो यो माहौल देखेर चाहिँ तपाईँहरूलाई के लाग्छ यसो कमेन्ट गर्नु होला है त। आज के होला त तिनकुनेदेखि यहाँसम्म यस्तै छ अरे आज होइन। कोटेश्वरसम्म आज गाडी जाँदैन भनेर भनेको छ। अनि पुरै चक्रपथबाट गइरहेको छ कि उता घुमेर गइरहेको छ। अनि अब त्यत्रो घुम्नु त टाढा पर्छ, त्योभन्दा भइरहेको रहेछ। सो हेर्नलाई चाहिँ नयाँ भिडियो पनि लिएर आएँ मैले। चोटो लाएर हिँड्दाखेरि त अब भ्लग गर्न मिल्यो नि त। हेर्नु न हो के साह्रो मान्छेहरू। यस्तो खाली भयो भने त यार अब गाडीहरू लिएर हिँड्न पनि कस्तो सजिलो हुन्छ होला। देख्न सक्नुहुन्छ यतातिर चाहिँ मामाहरू पनि टन्नु हुनुहुन्छ हो। मामाहरू कति धेरै हो ए हो। यही भिडियो देखाउनलाई चाहिँ मैले नयाँ भ्लग लिएर आएको हो आज होइन। सो यु क्यान सी गाइज तपाईँहरू धेरै वेटिङ गर्नु पर्दैन होइन। अब देखाएँ मैले यहाँनिर गौशालामा आइपुगेर रहेछ। मैले चाबेलमा आउँदाखेरि नै थाहा पाइसकेको थिएँ यस्तै हुन्छ भनेर। मैले केही बोलेको पनि सुन्दैन होला अब यो चाहिँ होइन। सो हेर्न सक्नुहुन्छ है त ल। अब म यहाँबाट उता चाहिँ कतिखेर गर्छु थाहा छैन होइन। सो आज चाहिँ यहाँनिर ज्ञानेन्द्र शाह लाइक त्यही होला नाम, मलाई चाहिँ खासै थाहा छैन कि। एन्ड हाम्रो राजा घोडामा चढेर होला कि गाडीमा होला सो थाहा छैन होइन। तर वाइल्डली भिड छ क्या अब यहाँनिरबाट कसरी जाउँ। सो हेरौँ के हुन्छ। म यसरी भ्लग गर्दै हिँडिरहेको छु। मान्छेहरूले के सोचिरहेको होला जे सोचे पनि डजन्ट म्याटर होइन। आफ्टर लङ टाइमपछि भ्लग गर्न पाउँदा एकदमै खुसी छु म। सो हेर्नु होला है त के हुन्छ। चक्क लगाएर एम्बुलेन्स पनि आयो भन्न के भयो खालि एम्बुलेन्स। सरी एक्सक्युज मी माई गॉड व्हाट इज दिस।
अचम्म लागिरहेको होला यतातिरको खुसियाली देखेर चाहिँ तपाईँहरूले बे सम्झिरहनु भयो होला होइन बे चाहिँ होइन ऊ त्यहाँनिर हेर्छु नै म देखाउँछु तपाईँहरूलाई आज के हो छेकिदिएर यार म उतै गएर देखाइदिन्छु ठुलो रूपमा भ्रष्टाचार भएको छ खर्मौं भ्रष्टाचार भएको छ त्यसकारण दाजुभाइ तथा दिदीबहिनीहरू यसमा बोल्ने चाहिँ को हुनु हामी आग्रह गर्न चाहन्छौं सबै नेपालीहरू एक बनौं राष्ट्रको लागि एक बनौं राष्ट्रियताको लागि एक बनौं जबसम्म राष्ट्र बलियो हुँदैन राष्ट्रियता बलियो हुँदैन हामी कुनै दल कुनै संगठन गएर पनि केहीका रहँदैन राष्ट्र बलियो बनाउनको लागि अन्तबाट बोले जस्तो छ नेपाली दाजुभाइ आम्मा हेर्नु न यहाँ कति धेरै मामाहरू पायो भने जे पनि गर्ने तपाईँ हामी साधन कति बेला आउला र हामी कर्तल ध्वनिका साथ स्वागत गर्न पाउँदछौँ भनेर बसिरहेका यही नै हो राष्ट्रिय एकताको ल आज त म पनि आउनु पर्ने रहेछ यार हेलमेटै लाउनु नपर्ने रहेछ यो मुलुकको लागि उभिनु भएको छ यो देशको लागि हेलमेटै लाएको छैन यार त्यता राष्ट्रिय गौरवको लागि उभिनु भएको छ सबैमा म हार्दिक नमन गर्न चाहन्छु आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू अब के यार मैले आज भ्लग गर्छु भनेर सोचिरहेको ओ दाजु ओहो दाजु के छ एकदम कता हिँड्नु बाबु म यहीँतिर यतैबाट उता रुम जान लागेको थिएँ रुम उता कोटेश्वर यहाँ गाडी नै आज बन्द छ गाडी नै बन्द अब राजा ल्याउन हिँडेको हामी अब अनि के भ्लग बनाउँदै खान्छ भ्लग अलिअलि भ्लग बनाउँछ ल अनि के हो तिमी बुवाहरूको कोठा उतै छोडेन यतै जोरबाटतिर छ तिमी उता भने म उता कलेज उता पढ्छु नि त ए हस् प्रकाश भिजेल जस्तै मान्छे भनेर प्रकाश भिजेल हो कि हो पो रहेछ त ल नेपाली बाबु हो कि क्या हो पछाडिको यार कति मान्छे होला त उ त जानै सकिँदैन जस्तो छ आज कहाँ देखा जस्तो लाग्छ यो दाइलाई पनि यार मैले त टिकटकतिर जस्तो लागिरहेको छ यार लाइक टिकटकतिर होला के थियो नाम चाहिँ यसो म हेरेर कोही रहेछ यसो नाम पनि राखिदिउँला सब मान्छे देखिरहेको छ यार टिकटकरहरू युट्युबरहरू
राजा 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 फर्स्ट टाइम हेर रियलमा देखेको त फोटोमा मात्रै देखाएको थिएँ मैले त आम्बो कस्तो छेक्दिरा हो यो आमा राष्ट्र आइ बाबा म उता फर्केको मान्छे पनि किन यता आइरहेको छु भनेर सो तपाईँहरूलाई देखाउने नै छु मैले होइन एन्ड हेर्नलाई त यहाँनिरबाट त देखिँदैन कहाँनिर चढेर भिडियो बनाऊ यार यति त देखाउनु पऱ्यो नि त आज के रहेछ भन्ने कुरा त सो तपाईँहरू पनि कतिजना हुनुहुन्छ त दा सो कमेन्ट गर्नु है त यसमा कतिजना हुनुहुन्छ लास्टमा मेरो भिडियो हेर्नु भने जतिले चाहिँ चट्ट लाएर कमेन्ट गर्नु होला है त ओ माई गड कति मान्छे उता गइसक्नु भएर रहेछ यार म त यता हेर्दा हेर्दै आम्मा यार मान्छे ज्ञानेन्द्र यसरी हेरिरहेको छु यो हेर्नु न यहाँ मान्छेहरू त के साह्रो हो आम्मा हेर्नु न म खासमा आउँछु भनेर सोचेकै थिएन यार आम्बो साइलेन्सर हातमा बोकेर हिँडिरहेछ त आम्बो साइलेन्सर हातमा छ यार देखिँदैन यहाँबाट अब ऊ साइलेन्सर निकालेर पड्काएर हिँडिरहेछ त अल्ट्राले पनि भ्याइरहेको छैन यार मान्छे त चोर बाख्रा चोर भनिरहेछ यार
के प्रब्लम भइरहेछ कि यस्तो भिडमा म त केही बोल्नै सकिनँ क्या। अब यत्रो वाइल्ड क्राउड छ नि त यहाँनिर, त्यही भएर केही बोल्न सकिनँ क्या मैले। हेर्नु नि तपाईँहरू आफै, अहिलेदेखि हो त मैले भिडियो बनाएको होइन। त्यो फुल भिडियो हेरेर सब्सक्राइब हानिदिनु होला होइन। यस्तै यस्तै नयाँ भिडियोहरू हेर्नको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब हानिदिनु होला। अनि तपाईँहरूले मेरो भिडियो च्यानलमा नयाँ नयाँ भिडियोहरू देख्नुहुन्छ। मैले अहिले चाहिँ कन्टिन्यू हान्न सकिरहेको छैन होइन। अहिले चाहिँ क्राउड पनि कम भइसकेको छ। अहिले देख्नुभयो होला नि, आजको मेरो भिडियो हेर्नुहुने चाहिँ कतिजना हुनुहुने रहेछ होइन। सो लास्टमा देखिन्छ। अब आज बेलुका अपलोड हुन्छ यो भिडियो चाहिँ, अनि सबैजनाले हेर्नु होला होइन। सो अहिले त क्राउड कम भयो यार। यहाँदेखि ट्राभल पुरै सुनसान थियो कि, यहाँदेखि नै क्राउड जानको लागि चाहिँ भनेर सुनसान भएको रहेछ होइन। मलाई भ्लग गर्न पनि कस्तो अप्ठ्यारो अड लागिरहेको थियो क्या। अनि सो मैले हिम्मत जुटाएर चाहिँ यो भ्लग बनाएको छु होइन। सो के कस्तो लाग्छ, को हुनुहुँदो रहेछ यसो हेर्नु होला तपाईँहरू। के गर्दै यहाँ देख्न सक्नुहुन्छ बाइक यहाँनिर। यो अब तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँदेखि केही नभए पनि वहाँ चाबेल जति होइन खुट्टा हाल्ने ठाउँ पनि थिएन भनेपछि अझै यहाँ कति धेरै क्राउड छ भन्ने कुरा अब तपाईँहरूले हेर्न पनि सक्नुहुन्छ होइन। मेरो फुल भिडियो हेर्नु होला, तपाईँले सब कुरा देख्नुको लागि चाहिँ के यति धेरै क्राउड आमामा सक भएँ म त ल। सो आजको भ्लग बनाएँ मैले, अनि आजको भ्लगको के को बारेमा रहेछ होइन। सो टपिकमा पनि देख्न सक्नुहुन्छ। अनि सबैजनाले आफैले हेर्नु होला, अनि कसले हेर्नुभयो सो तल कमेन्ट गर्नु होला है त। अनि अब के गर्दा हुन्छ के गर्दा हुँदैन चाहिँ म त्यो केही पनि भन्दिनँ होइन। तर पनि सो आज यहाँनिर आइयो, खुसी लागेको छ। एन्ड सो सबै भिडियो हेरेर चाहिँ साथ सपोर्ट लास्टसम्म दिनु होला। अब यहाँनिरदेखि गाडी पायो भने गाडीमा गइन्छ, तर यहाँदेखि त पाइएला जस्तो छ यार। गाडी त्यहाँनिर छ भनेपछि गाडी पाइयो कुद। सो एकदमै रमाइलो लागिरहेछ। नमस्ते सर। नमस्ते। गाडीमा जानु पऱ्यो नि त म त। यस्तो सरलाई चाहिँ देखाउनै बिर्स्यो, अलि डर लाग्यो नि त। फेरि एक लटी त्यहाँ पछाडि दिनुभयो भने त फेरि हुन्छ नि त। सो मैले चाहिँ गाडी पनि पाइसकेको छु। एन्ड आजको भ्लगलाई यहीसम्म राख्न चाहेँ मैले। यहीँनिरबाट घुमाइरहेको रहेछ नि। थ्याङ्क्स फर वाचिङ माई भिडियो।